नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। सर्लाहीको हरिवनमा एक युवकको टाउको काटिएको अवस्थामा फेला परेको छ। बिहीबार हरिवन नगरपालिका वार्ड नम्बर 4 स्थित लखनदेई खोलाको पुल मुनि एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको हो। शरीर भने फेला परेको छैनन्। बिहीबार बिहान स्थानीयवासीले खोलाको बगरमा घाँटीबाट छिनिएको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले एसपी नरेश राज सुवेदी आफै पुगेर अनुसन्धान गरेका छन्। एसपी सुवेदी युवकको हत्या भएको वा बाढीले बगाएर ल्याएको शवको टाउको भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। शरीरको खोजी भइरहेको पनि उनले जानकारी दिएका छन्। सिराहामा चर्को मिटर ब्याजीको आरोपमा एक महिला पक्राउ परेकी छिन्। मिर्चिया नगरपालिका वार्ड नम्बर 6 की 35 वर्षीय सुजाता शाह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ। ममता देवी राईले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक एसपी टेकु नन्द युवा लिम्बुले बताएका छन्। पक्राउ गरिएको शाहलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने एसपी लिम्बुले बताएका छन्। मिटर ब्याज पीडितहरूले काठमाडौँमा आन्दोलन गर्ने क्रममा 12 वर्षीय गरिमा राईले गृहमन्त्री नयन काजी श्रेष्ठलाई आफूलाई मिटर ब्याजी शाहको कारणले घर निकाला हुनु परेको र पठन पाठन गर्न नपाएको गुनासो गरेकी थिइन्। 2 लाख ऋणको 30 लाख भन्दा बढी आफूसँग लिएको र घर जग्गा पनि कब्जा गरेको ममता देवीले बताएकी छिन्। पक्राउ परेकी शाहमाथि प्रहरी र जिल्ला प्रशासन गरी 10 वटा भन्दा बढी उजुरी दर्ता भएका छन्। मिर्चिया क्षेत्रमा उनले लामो समयदेखि चर्को मिटर ब्याजको धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ। नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शर्मालाई पक्राउ गरेको हो। शर्मालाई किन पक्राउ गरिएको भने बारे प्रहरीले खुलाएको छैनन्। शर्मा आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्। उहाँले म्यासेज गरेर घर मन्त्री खाटारबाटै आफूलाई प्रहरीले पक्राउ गरेको जानकारी गराउनु भएको छ। कांग्रेस केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले सेतो पार्टीसँग भने सांसद शर्माले केही दिन अघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नयन काजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको राजीनामा माग गरेका थिए। मोरङ क्षेत्र नम्बर 3 बाट गत मन्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए। शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगर स्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखले पार्टीका सांसद डाक्टर सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेबारे जानकारी लिइरहेको बताउनु भएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताउनु भएको हो। उहाँले संसद चलिरहेको बेलामा कुनै पनि पक्राउ गरेका तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनु पर्ने र त्यसैबारे पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्ने बारेमा जानकारी लिने काम गरिरहेको बताएका छन्। उहाँले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुनै फौजदारी मुद्दा हो के कसुर गरेका हुन् के छानबिन गर्ने कुरा हो यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताएका छन्। त्यसको तत्काल त्यसको जानकारी जुन हाउसको उहाँ सदस्य हो जस्तो प्रतिनिधि सभाको सदस्यलाई पक्राउ गरेको छ भने यसको तत्काल सभामुखलाई जानकारी दिनुपर्ने हुन्छ। अब सभामुखलाई जानकारी दिएको छ कि छैन हामी त्यो पनि बुझिराखेका छौँ र जानकारी दिँदाखेरि के मुद्दामा किन कसरी पक्राउ गरेको रहेछ त्यो चाहिँ त जानकारी हामी लिन्छौँ र त्यसपछि हामी यो बारेमा आफ्नो धारणा भन्छौँ। हैन प्रारम्भिक जानकारीमा अब कानुनको संविधानको व्यवस्था अनुसार हाउस चलिराखेका बेलामा देवानी मुद्दामा त पक्राउ गर्नै पाइँदैन, फौजदारी मुद्दामा मात्रै पक्राउ गर्न पाइने हो। त्यसकारण चाहिँ त अब सरकारवादी फौजदारी प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रबार बस्ने संसदीय दलको बैठकबारे एजेन्डाहरू तय गर्नुका साथै त्यसको पूर्व
तयारीको बारेमा छलफल भएको जानकारी दिएका छन्। कार्य समितिको बैठक बस्यो। संसद कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेको विचाराधीन विधेयक संसदमा ल्याउने कुरामा शुक्रबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताएका छन्। कांग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भने पक्षमा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विषेद फैलिएको देखिएको अस्तित्व समाप्त हुने बताउनु भएको छ। बिहिबार 19औं विश्व आदि दिवस विश्वको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको छ। उहाँले नेपालीहरूको बीचमा जनताका आधारमा आपसी विद्वेष र घृणा फैलिएको देशको अस्तित्व समाप्त हुने बताएका छन्। उहाँले नेपालमा जातीय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताएका छन्। उहाँले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताएका छन्। जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर भावनामा बगाएर कसैले हामी बीचमा विद्वेष घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यति बेला हाम्रो देश जोगिँदैन, जोगाउन सकिँदैन। हाम्रो विविधता छ, यो यथार्थ हो। यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता, त्यो राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ, देशको विकास हुन्छ, देश अगाडि बढ्छ, देश आधुनिक हुन्छ र समृद्ध नेपाल, सुखी नेपाली हामी बनाउन सक्छौँ। समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै जाति, भाषा, धर्म, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो। पहिचानलाई विकृत रूपमा हामीले लिन हुँदैन। अध्यक्ष ओलीले राज्यले कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्मनिरपेक्ष बनाइएको बताउनुभयो। उहाँले देशको नाम नेपाल पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरूको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताउनुभयो। राज्य भनेको एउटा जाति विशेषको राज्य होइन, यो सम्पूर्ण नेपालीको राज्य हो। एउटा नस्ल विशेषको, एउटा वर्ण विशेषको, एउटा भूगोल विशेषको होइन। राज्य सबै नेपालीको हो। सिङ्गो नेपाल, सिङ्गो नेपालीको राज्य हो। त्यसकारण यहाँ एउटा धर्मको राज्य भन्ने कुरा हुँदैन, एउटा धर्मको राष्ट्र भन्ने कुरा हुँदैन। राष्ट्र राज्य निष्पक्ष हुन्छ। त्यहाँ विभिन्न धर्म मान्ने मान्छेहरू हुन्छन्, विभिन्न जातका मान्छे हुन्छन्। राज्य सबैका लागि समानता दिन र समान रूपमा सेवा गर्न राज्य बनेको हुनुपर्छ र हुनुपर्छ, बनेको काम गरेको हुनुपर्छ र गर्छ। त्यसर्थ राज्य कुनै एउटा धर्म विशेषको, जात विशेषको होइन। उहाँले अन्य देशका तुलनामा नेपालमा आदिवासी जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका बताएका छन्। उहाँले एमालेले स्थापना कालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफूहरू सबैलाई अधिकार सम्पन्न बनाउने पक्षमा रहेको बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनु भएको छ। बिहिबार 19औं विश्व आदिवासी दिवसको अवसर पारेर लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष नेमाङले कोशी प्रदेशको नाम परिवर्तन एमालेको कुनै शर्तबन्दी नहुने बताउनु भएको हो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्दै क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि 2084 सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने उद्घोषण गर्नुभएको थियो। प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताउनु भएको हो। उहाँले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताएका छन्। कोशी प्रदेशको सन्दर्भलाई लिएर होला, एकजना मित्रले भन्नुभयो नाम बिर्सिएँ मैले, म नाम अलिक बिर्सिन्छु। अर्को पटक 84 मा चाहिँ हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोशी प्रदेशको नामै फेरिदिन्छु भनेर उहाँले भनेको मलाई कता कता पढेको जस्तो लाग्यो।
झलझली अनुहार याद छ, नाम चाहिँ मैले बिर्सेँ। हामी त्यसरी शर्तबन्दी गर्दैनौँ। नेकपा एमाले शर्तबन्दी गर्दैन। यो देशका विविध जाति भाषा धर्म संस्कृतिका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ, आउने दिनहरूमा पनि दृढतापूर्वक उभिन्छ। यसले आफ्नो व्यवहारबाट, काम कारबाहीबाट यो कुरा स्थापित गरेको छ। धर्मनिरपेक्षता कसको नेतृत्वमा घोषणा भयो? आईएलओ महासन्धि अघि चर्चा चल्दै थियो, कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्यो? आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कसको भूमिका छ? उहाँले राज्यको तर्फबाट फुलपाती र शिवरात्रि पर्व मनाए जस्तै अन्य धर्मावलम्बीहरूले मनाउने चाडपर्वहरूलाई पनि राष्ट्रिय चाडपर्वको रूपमा मनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले यसको निमित्त एमाले पहल नेतृत्व लिनुपर्ने बताएका छन्। सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले माइती घरमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडि बढाउँदा सरकारवाला पक्षसँग छलफल नगरेको र निजी विद्यालयको अस्तित्व नै धरापमा पार्ने गरी विधेयक ल्याएको भन्दै उनीहरूको विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्याप्सनका अध्यक्ष डीके जुङ्गानाले निजी विद्यालयको अस्तित्व नै समाप्त हुने अवस्थामा सिर्जना भएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन्। निजी विद्यालयहरूलाई गुठीमा लैजाँदा मोडेलको बारेमा शिक्षा मन्त्रालयले आफूहरूसँग छलफल नगरेको धारणा राख्नुभयो। उहाँले कम्पनी अन्तर्गत सञ्चालनमा रहेको विद्यालयहरूलाई अहिलेको गुठीमा रूपान्तरण गर्न नसकिने बताएका छन्। त्यसमा चाहिँ नि उहाँहरूले 5 वर्षभित्रमा कम्पनीलाई गुठीमा रूपान्तरण गर्ने र सम्पूर्ण दायित्व फरफारा गर्ने भन्ने प्रावधान हामीले देख्यौँ। यो प्रावधान खेदजन्य छ, किनभनेदेखि विभिन्न चाहिँ नि चरणमा गभर्मेन्टकै पोलिसीमा यो कम्पनी गुठिया सहकारी भएको हो। अहिले कम्पनीलाई गुठीमा लान खोजिएको छ। गुठीमा भएका विद्यालयहरू आफैमा प्रताडित छन्, उनीहरूले धेरै दुःख पाएका छन्। उनीहरूले चाहिँ नि काम गरेको चाहिँ इन्सेन्टिभ पाउन सकेका छैनन् र त्यो सँगसँगै अहिले जति पनि कम्पनीमा इन्भेस्टमेन्ट गरेका चाहिँ स्कुल्सहरू छन्, त्यहाँ ठुलो चाहिँ आर्थिक दायित्व सिर्जना भएको छ। ब्याङ्क वित्तीय संस्थाबाट ऋण लिएको छ र भोलि यो संसदमा टेबुलेसन हुने बित्तिकै ब्याङ्क वित्तीय संस्थाले हामीलाई चाहिँ नि लोन कल गर्छ, उहाँहरूले ऋण तिर्न ताकेता गर्नुहुन्छ। अहिले भर्खरै यो चर्चामा आइसकेपछि पनि कतिपय ब्याङ्कहरूले चाहिँ नि हाम्रा साथीहरूको फाइल रोकिसकेको सन्दर्भ छ। विरोध कार्यक्रममा हिसानका अध्यक्ष रमेश शिवालेले प्रस्तावित शिक्षा ऐन शिक्षामै मैत्री र राजनीति निजी मैत्री नभएको बताउनुभयो। शिवालेले प्रस्तावित ऐनले निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो। विशेष गरी निजी मैत्री भएन। एकातर्फ सरकारले हामीलाई भन्यो तिमीहरूलाई सम्पत्तिको हक संविधानले ग्यारेन्टी गरिदिएको छ। संविधानले निर्देशक सिद्धान्त अन्तर्गत उद्योग वाणिज्य क्षेत्रलाई निर्वाध रूपले सञ्चालन गर्ने व्यवस्था गरेको छ। संविधानले 3 खम्बे अर्थनीतिको त्यहाँ रहेको छ। सरकार, निजी क्षेत्र र सामुदायिक क्षेत्र मिलेर यो राष्ट्रको समृद्धि गर्नुपर्छ भनेर संविधानमा उल्लेख छ। तर विधेयक ल्याउने क्रममा, मन्त्री परिषदले पास गर्ने क्रममा यो निजी क्षेत्रको घाँटी निमोट्ने काम गरेको छ। निजी क्षेत्रलाई नियन्त्रण गर्ने काम गरेको छ। निजी क्षेत्रलाई नियोजन गर्ने काम छ। तितो होला बन्द्याकरण गर्ने सम्म खालको काम गरेको छ। विरोध कार्यक्रममा नेशनल प्याप्सनका केन्द्रीय अध्यक्ष पाञ्जब हमालले शिक्षा विधेयक कसका लागि आएको हो भन्दै प्रश्न गर्नुभयो। हाम्रा सम्पूर्ण अवधारणा प्रस्तुत गरिसकेका छौँ। यो मुलुकमा शिक्षा ऐन बनिरहँदाखेरि 52 वर्षपछि आएको शिक्षा ऐन केवल शिक्षाको समृद्धि, अब आउने 50 वर्ष शिक्षाको मोडल के हुनुपर्ने, शिक्षाले कसरी समृद्ध हुनुपर्ने, यी कुरामा आउनुपर्ने ठाउँमा आज तमाम शिक्षामा आबद्ध सबै साथीहरू आन्दोलित छन्। त्यसकारण यो कसको लागि शिक्षा ऐन आएको छ, यो शिक्षा ऐन कसरी अगाडि बढेको छ भन्ने कुरा यहाँ सबैलाई अवगत छ। म एउटा कुरा जोड्न चाहन्छु साथीहरू, 2046 सालको सशस्त्र प्रजातान्त्रिक आन्दोलन भन्नुहोस्, 2062-63 को आन्दोलन भन्नुहोस्,
लोकतन्त्र गणतन्त्रको आन्दोलन भनौँ, सम्पूर्ण आन्दोलन हाम्रा शिक्षा साथीको त्यत्तिकै महत्त्वपूर्ण भूमिका छ र हाम्रो पनि त्यत्तिकै भूमिका छ। त्यो भूमिकालाई आज सरकारले नजर आन्दोलन गर्दैछन्। उहाँहरूलाई यो कुरा ढ्याक्कै राखोस्। सम्माननीय प्रधानमन्त्री जो हाम्रो अभिभावक हुनुहुन्छ, विज्ञान तथा प्रविधि मन्त्रालय हाम्रो मन्त्रीज्यू अभिभावक हुनुहुन्छ, उहाँहरूलाई हामी आग्रह गर्न चाहन्छौँ यस मञ्चबाट हाम्रा संवाद सहकार्य र सहमतिका ढोकाहरू खुल्ला छन्। यदि यी कुराहरूलाई नजरअन्दाज गरेर अगाडि बढ्यो भने हाम्रा सशक्त आन्दोलनहरू सदैव अगाडि बढ्नेछ। हो, यो आन्दोलनको क्रममा विद्यालय बन्द गर्ने कुराहरूमा अप्रिय हुन सक्ला, हामीलाई अप्रिय लाग्छ, दुःखका साथ हामी भन्दैछौँ। यो अब कालो दिन सुरु हुँदैछ। मुलुकको शिक्षालयमा, मुलुकको शिक्षा प्रणालीमा अब आउने बालबालिकाको भविष्य संरक्षण सम्बन्धन गर्ने कुरामा निजी विद्यालयका सञ्चालकहरूले सरकारले प्रस्तावित शिक्षा सम्बन्धी विधेयकका बारेमा सरकारवालाहरूसँग छलफल नगरी अघि बढाए साउन 28 गतेदेखि निजी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएका छन्। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्राध्यापक डाक्टर खड्क केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताउनु भएको छ। बिहिबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताएका छन्। उहाँले नेपालमा राजनीति भेटघाटका क्रममा जति धेरै अमेरिकन, चाइनिज र भारतीय अधिकारीहरूको आगमन बढ्छ त्यति नै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताउनुभयो। उहाँले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको बताउनु भएको हो। उहाँले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरू एकै हुनुको विकल्प नरहेको पनि बताउनुभयो। हाम्रो सीमालाई क्लेम गर्ने कुरामा चाहिँ हामीले एउटा काम गर्यौँ। यो पछिल्लो समयमा हामीले हाम्रो राष्ट्रिय स्वार्थको चाहिँ भौगोलिक अखण्डताको रक्षाको लागि गर्न खोजेको सबभन्दा महत्त्वपूर्ण एउटा अभियान त्यो पनि हो र त्यसमा हामी सबै एक ठाउँमा उभियौँ र परराष्ट्र नीतिमा राष्ट्रिय सुरक्षामा जहिले पनि यसरी नै उभिनुपर्ने हुन्छ। योभन्दा अर्को विकल्प छैन। र बाइ द वे संयोगवश संसारमा परराष्ट्र नीतिलाई राष्ट्रिय सहमति नै खोजिरहेर साध्य पनि हुँदैन। त्यसको लागि इमान्दार नेता चाहिन्छ। तपाईँ नेता राजनीतिक नेतृत्वको इमान्दार छ भने सहमति नभइकन उसले देशको पक्षमा काम गर्छ भने के फरक पर्छ र? समस्या दुर्भाग्य के भयो भने हामी चाहिँ राजनीतिक नेतृत्व सोभरेनिटी सार्वभौमिक सत्ता हामीसँग छ। हामी माननीय सदस्यहरूलाई हामी सार्वभौमिक सत्ता 4 वर्षको लागि 5 वर्षको लागि कम्प्रोमाइज गरेर दिइरहेछौँ भोट मार्फत। यहाँहरूले चाहिँ प्रधानमन्त्री मन्त्री बनाउनुहुन्छ भनेपछि हाम्रो सार्वभौमिक सत्ता ट्रान्सफर टु द स्टेट एक्जिक्युटिभ। उहाँ हामीप्रति अकाउन्टेबल हुनुपर्ने हो। समितिको बैठकमा बोल्दै नेकपा एमालेको राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुर्याउने नागरिकता दिनु कुरा पनि भूमिका खेलेको बताउनुभयो। उहाँले नागरिकता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भन्ने सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो। गम्भीर खतरामा पुर्याउने काम हाम्रो जुन नागरिकता दिने कुरामा हामीले लुज नीति बनाएका छौँ, यसको भूमिका कति हुन सक्छ, यसले कति असर पार्न सक्छ हाम्रो राष्ट्रिय सुरक्षाका सन्दर्भमा। किनभने हाम्रो दुईटा छिमेकमा चाहिँ अरबौँ मान्छेहरू बस्छन्। त्यसैले हामीले लिएको नीति कति ठिक छ, कति बेठिक छ र यसले के प्रभाव पार्न सक्छ, एउटा कुरा त्यो। अर्को कुरा अघि सरले पनि बिचमा उठाउनु भएको थियो, लागु पदार्थको कुराहरू मतलब छेस यो आएको थियो। कतै हाम्रा चाहिँ अब नेतृत्व गर्ने मान्छेहरू अर्थात् सरकारमा जाने, सरकारका निकायका विभिन्न तहमा बस्नेहरू चाहिँ मुलुकलाई असफल बनाउनका निम्ति विभिन्न खालका तस्करीका काण्डहरू खेलहरू मचाइराखेर एउटा विश्व। समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका गोपी बहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके बाह्य मात्रै नभई अन्तर्राष्ट्रिय रूपबाट पनि देश कमजोर बन्ने बताउनुभयो। अब साम्राज्यवादीहरूले पनि आफ्नो शोषणको हिजोको चाहिँ रूपलाई अहिले बदलेका छन् र नयाँ ढङ्गले नै शोषणको चाहिँ रूप अगाडि ल्याइराखेका छन्। एउटा त्यो स्थिति भयो। अर्को राजतन्त्र फालेर हामीले गणतन्त्र ल्याइसकेपछि, सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि राजनैतिक हिसाबले हामीले जे अधिकार प्राप्त गरेका छौँ
त्यो एउटा महत्त्वपूर्ण ऐतिहासिक र सबैभन्दा ठुलो उपलब्धि पनि भयो। अब लिडरसिपले अहिले सोद्धाखेरि चाहिँ अब राजनीतिक कर्मीहरूको राजनीतिक नेताहरूको प्राथमिकता बदलिएको छ र अब चाहिँ समृद्ध राष्ट्र निर्माणको मूल प्राथमिकता हो भनिसकेपछि अब हामीले आफ्नो राष्ट्रलाई समृद्ध बनाउनुको निम्ति आफ्नो भौगोलिक अखण्डताको चाहिँ ग्यारेन्टी। उहाँले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति सम्हाल्नु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा रहेको उल्लेख समेत गर्नुभयो। नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरू आन्दोलित भएका छन्। बिहिबार काठमाडौँको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले का भाडाको काम गर्ने निजी परियोजना गर्ने सवारी साधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलीप कुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको प्रति आफूहरू असन्तुष्टि रहेको बताएका छन्। 5 वर्षदेखि निरन्तर रूपमा हामीले जुन यो निजी गाडीहरूले चाहिँ सार्वजनिक सवारीको काम गरिरहेको छ, जुन 2 पाङ्ग्रे मोटरसाइकल होस् या कार जिप डेलिभरी भन्नुहोस्, त्यो चाहिँ यातायात व्यवस्था ऐन 2049 को दफा 8 र 12 विपरीत छ र त्यो विपरीत कार्य गर्न पाइँदैन र यो चाहिँ जसले यातायातको सवारी सेवा सञ्चालन गर्नुपर्ने हो त्यसले स्वतः स्फूर्त आफ्नो व्यवसाय गर्न पाउनुपर्छ र यो व्यवसायमा अन्य गैर कानुन तवरले चाहिँ यातायात व्यवस्था ऐनमै नभएको कानुनमै नभएको कुरा चाहिँ आएर चाहिँ यो काम गर्न पाइँदैन भनेर हामीले पटक पटक यातायात व्यवस्था विभाग, यातायात कार्यालय, यातायात मन्त्रालय, यातायातका तत्त निकायहरूमा हामीले ज्ञापन पत्र बुझायौँ, लिखित रूपमा मौखिक रूपमा पेश गऱ्यौँ र उहाँहरूले जहिले पनि हामीले यो कार्यान्वयन गर्छौँ, यो गर्न पाइँदैन भन्नुभयो, कहिले पनि यो गर्न पाउँछ भन्नु भएन। उहाँहरूले नियमन गर्छौँ, हामी नियन्त्रण गर्छौँ, कारबाही भएको छ भन्नुभयो, तर कहिल्यै कारबाही भएन। प्रदर्शनकारी यातायात मजदुरहरूले काठमाडौँको उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोज्ने चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अङ्ग्रेजीमा लेखिएको इम्पोस्टर नम्बर खारेज गर्नुपर्ने, नेपाली अङ्क पहिचान सहितको नेपाली सम्मत GPS नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बिमाबाट दुर्घटना भएकाहरूलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएका 25 लाखको राहत प्रदान गर्नुपर्ने लगायतका पनि माग गरेका छन्। निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूको समस्या भोग्नु परेको बताउँदै विरोध प्रदर्शन गरेका छन्। बिहिबार पनि नेपाल निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरूको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नु परेको भन्दै बताएका हुन्। उनीहरूले नेपाल निर्माण व्यवसायी महासङ्घको कार्यालयमा भेला भई संसद भवन अगाडि पुगेको कोन सभा गर्दै माइती घरसम्म धरना दिएका हुन्। कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देशका विकासका लागि सरकार सचिन आवश्यक रहेको बताए। उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरी देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी समेत दिएका छन्। कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटक पटकको संशोधनले पूर्वाधार विकासमा समस्या नित्याएको पनि जानकारी दिए। र अहिले हाल व्यापक हुँदै गरेका 3000 वटा आयोजनाको लागत 4 खर्ब हुन आउँछ, तर सरकारले त्यसको व्यवस्थापन गर्न सकिरहेको छैन र हामीलाई सरकारले जबसम्म त्यो रकमको व्यवस्थापन हुँदैन हामी सरकारलाई अनुरोध गर्छौँ त्यस्ता किसिमका ठेक्काहरूको म्याद थप नगरियोस्। अहिले पटक पटक 2076 साल वैशाख पुस 14 गतेदेखि भएको म्याद थपबाट हामीले प्रत्येक पटक 2700 देखि लिएर 3000 आयोजनाको म्याद थप गर्दै गइरहेका छौँ र यो 4 वर्षमा ती योजनाहरू सम्पन्न भएको छैन र आम जनसमुदायलाई निर्माण व्यवसायीहरूले निर्माण कम्पनीहरूले काम गरेन भनी भ्रम मात्र सिर्जना गरेको छ। वास्तविकता त्यो होइन। सम्पूर्ण जनताहरूलाई हामीले सुसूचित गर्नै पर्छ, हामीले सबैलाई जानकारी दिनै पर्छ। तपाईँ पत्रकार साथीहरू मार्फत म सबै नेपाली आम जनतालाई के अनुरोध गर्छु भने राजनैतिक नेतृत्वको उहाँले सरकारले निर्माण व्यवसायीहरूलाई देखाएर निर्माण व्यवसायीहरूले काम गरेनन् भने भ्रम मात्र सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले राजनीतिक नेतृत्वको गलत मनसायका कारण र कर्मचारी तन्त्र राजनीतिक नेतृत्वको दबावमा आएर आफू टिकिरहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरूको
खेपिरहनु परेको बताउनुभयो। निर्माण व्यवसायीहरूलाई धाराशाही बनाउने काम नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा 12 अर्ब 33 करोड रुपियाँ नफा कमाएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारिणी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष 2079-80 को अप्रिल स्वीकृत वित्तीय विवरण अनुसार प्राधिकरणको नफा 12 अर्ब 33 करोड रुपियाँ पुगेको जानकारी दिएका छन्। उहाँले आर्थिक वर्ष 2077-78 मा प्राधिकरणको नफा 6 अर्ब 10 करोड रुपियाँ रहेकोमा आर्थिक वर्ष 2078-79 मा खुद नफा बढेर 33 अर्ब 37 करोड पुगेको भए पनि आर्थिक वर्ष 2079-80 मा नफा घटेको बताउनुभयो। आर्थिक वर्ष 2078-79 मा खुद नफा फेरि बढेर 13 अर्ब 37 करोड रुपियाँ पुगेको थियो। आर्थिक वर्ष 79-80 को अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नफा 12 अर्ब 33 करोड रुपियाँ पुगेको छ। गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेको। निर्देशक घिसिङले आर्थिक वर्ष 2077-78 मा 17.38% रहेको विद्युत चुहावट 3.92% घटेर अहिले 13.46% पुगेको जानकारी दिनुभयो। विवरणतर्फबाट विद्युत चुहावटबाट 9.76% सीमित गरिएको घिसिङको भनाइरहेको छ। उहाँले 2 वर्ष अघिसम्म 89% नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत पाएकोमा अहिले 95% पुगेको जानकारी दिएका छन्। उहाँले मधेस, बागमती र गण्डकी प्रदेशमा सारभूत रूपमा पूर्ण विद्युतकरण भएका छन् भने कोशी प्रदेशमा 95%, लुम्बिनीमा 98% र कर्णालीमा 67 र सुदूरपश्चिममा प्रदेशमा 82% विद्युतका कारण भएको दावी गर्नुभएको छ। वितरण तर्फको विद्युत चुहावट 9.76% मा सीमित भएको छ। करिब 2 वर्ष अघि 89% नागरिकले राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतमा पहुँच पाएकोमा अहिले 95% विद्युत नागरिकले राष्ट्रिय प्रणालीको विद्युतमा पहुँच पाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सारभूत रूपमा पूर्ण विद्युतीकरण भइसकेको छ। कोशी प्रदेशमा 95% विद्युतीकरण, लुम्बिनी प्रदेशमा 98%, कर्णाली प्रदेशमा 67% र सुदूरपश्चिम प्रदेशमा 82% विद्युतीकरण सम्पन्न भएको छ। निर्देशक घिसिङले विद्युत प्राधिकरण भारतमा विद्युत निर्यात 10 अर्ब 35 करोड रुपियाँ र आयात 19 अर्ब 45 करोड रुपियाँको गरेको जानकारी दिए। उहाँले गत वर्षमा विद्युत निर्यात भन्दा आयात बढी भएको बताउनुभयो। उहाँले नेपालले पहिला पटक नोभेम्बर 2021 देखि 39 मेगावाट विद्युत भारत निर्यात सुरु गरी हाल करिब 450 मेगावाट विद्युत निर्यात भइरहेको जानकारी दिए। 21 देखि 39 मेगावाट विद्युत भारत निर्यात सुरु गरी हाल करिब 452 मेगावाट विद्युत निर्यात भइरहेको छ। भारत निर्यात निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्यापझ्याप बिजुली जाने गरेको पनि जानकारी दिए। उहाँले प्रसारण लाइनमा गडबड भइरहेको भएकाले लाइन जाने आउने समस्या हुन थालेको पनि जानकारी दिए। हस्त हिलेलाई यतिकै फलफल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।